तपाईसँग के छ भने 1 केजी आइरन छ र 1 केजी कटन छ which is more heavy स्टिल र रबरमा कुन चाहिँ मोर इलास्टिक हुन्छ रबर मोर इलास्टिक हुन्छ रबर चाहिँ के छ मोर इलास्टिक हुन्छ भन्नुहुन्छ हजुरहरु है रङ एन्सर तपाईसँग के छ भने 1 केजी आइरन छ र 1 केजी कटन छ which is more heavy इक्वल हुन्छ भ्याक्युममा इक्वल हुन्छ कि एयरमा इक्वल हुन्छ एयरमा भ्याक्युममा कुन धेरै हुन्छ स्टिल त अप्सनमा छैन नि आइरन र कटन छ हामीसँग 1 केजी आइरन र 1 केजी कटन एयरमा नि इक्वल भ्याक्युममा नि इक्वल हो करेक्ट तर एयरमा अलिकति के छ स्टिल बढी हुन्छ है त्यो भन्दा किन अप्टस थाहा होला नि तपाईलाई एयरले अप्टस दिन्छ नि त एयर भएपछि ओम्स ल थाहा छ तपाईलाई धेरै सजिलो भयो क्या है के हल्का गाह्रो बनाउ अझै फिस त गाह्रै लाग्छ हो तिमीलाई भन्नुस् न त ओम्स ल भन्नुस् न त के हो इक्वेसन थाहा छ इक्वेसन के हो दुईटा सम गरेपछि नै इक्वेसन भोल्टेज करेन्ट र रेजिस्टेन्सको बीचमा एउटा रिलेसन छ नि V equals to IR is the correct answer तु कहाँ हानेको ल नेक्स्ट क्वेसन सोध्छु म हैन मोडर्न फिजिक्स कस्तो छ तपाईहरुको ठिकै छ इजी गाह्रो लाग्छ अनि मोडर्न फिजिक्स गाह्रो छ भने त युट्युबमा अलरेडी मैले एउटा भिडियो बनाएर राखिदिएको छु हेरेको छैन वान शट छ नि त पुरै डिटेलमा 5 घण्टाको भिडियो बनाएर राखेको छु गरे हेर त्यही पनि म चेक गर्छु कस्तो छ तिमीहरुको न्युक्लियर फ्युजन रिएक्सन भनेको के हो फ्युजन दुईटा हेभी पार्टिकल्स दुईटा स्मल पार्टिकल्स मिलेर हेभियर पार्टिकल्स बन्नु हेभियर दिन फ्युजन एटम बमको प्रिन्सिपल हो कि हाइड्रोजन बमको प्रिन्सिपल हो न्युक्लियर फ्युजन रिएक्सन भनेको हाइड्रोजन बमको के हो प्रिन्सिपल करेक्ट आन्सर दुईटा कतिवटा आन्सर मिल्यो तीनटा एउटा बिकज टु आया तीनटा क्वेशन मिलिसकेको छ है अनि त्यसपछि 5वटा मात्रै क्वेशन सोध्छु धेरै सोध्दिन है अब अर्को के छ इजीको एकदम धेरै इजी क्वेशन सोध्छु जस्तै मैले फ्रिजको ढोका खोले भने रुम हिट हुन्छ कि कुल हुन्छ सुरुमा कुल हुन्छ अनि बिस्तारै हिट हुन्छ किन नि बिस्तारै हिट चाहिँ टेम्परेचर अफ अ रुम इन्क्रिजेस कि डिक्रिजेस डिक्रिजेस किन चिसो हुन्छ नि त हैन हामीले गर्दा त त्यही नै रङ एन्सर हो हामी सीमा छौं हैन ल अहिलेको एन्सर पनि बिग्रिएको थियो नि स्टिल र रबरमा which is more elastic भन्दा स्टिल इज मोर इलास्टिक हो नि बिकज इट हैज द मोर के छ यंग्स मोडुलस जस्तै मसँग 6 ओम रेजिस्टेन्स छ अर्को 3 ओम रेजिस्टेन्स छ त्यसलाई मैले प्यारलल कम्बिनेसनमा जोडे भने आर इक्विभ्यालेन्ट कति हुन्छ 6 ओम 3 ओम छ प्यारललमा बक्सन बनाएपछि 6 9 9 पनि अप्सनमा छ अरु पनि छ अप्सनमा तीनटा अझै बाँकी छ के गर्ने अगाडि बढ्ने 9 सँग लास्ट क्वेशन हो यो ल भन्नुस् होला मिल्न पनि सक्छ है मिल धेरै पनि मिलाइसक्नु तीनटा क्वेशन मिलाइसक्नु भएको छ यो क्वेशन मिलाए ट्राई गर्नु होला 9 हजुरको आन्सर 9 मा करेक्ट गरेर के लक गर्दिउ 9 इज द रङ आन्सर सिरिजमा गर्दाखेरि त जोड्ने हो के अब प्यारललमा के छ 1/3 + 1/6 = 2 हुन्न है 1/3 + 1/6 गर्नुपर्छ नि त प्यारललमा हो कि नै हो है ल यस्तै भिडियोको लागि युट्युबमा पनि हामीलाई के छ इयर अञ्जनलाई फलो गर्न नबिर्सिनु होला मकैको पैसा चाहिँ आए जस्तो छ कसको 40 रुपैयाँ 40 हो 40 हो र हैन बढेको होला अहिले अलिकति मकैको भाउ चाहिँ बढ्यो होला नि त 150 रुपैयाँ हजुरले पाइसक्नु भएको छ अब यदि के छ फिजिक्स अलि गाह्रो लाग्छ भने मेरो अहिले क्वाड पनि चलिरहेको छ फिजिक्सको तपाईँ ट्राई गर्न सक्नुहुन्छ अब क्वाड लिने हो भने चाहिँ मेसेज गर्नु होला त्यसै है थ्यांक यू